है यो ल्यापटपमा त केही चल्दैन ह्याङ मात्रै हुन्छ जति बेला नि अब यो प्रब्लम त हामी सबैले फेस गर्दै आएका छौँ अहिलेको जमाना भनेकै अलमोस्ट सबै थोक नै अनलाइन चाहे क्लास लिन होस् अफिसको मिटिङ बस्न होस् या सिम्पली घर बसेर युट्युबै एक्सप्लोर गर्न होस् एउटा रिलायबल ल्यापटप त हामी सबैलाई चाहिरहेको छ तर प्रब्लम के हो त प्रब्लम भनेको बजेटमा राम्रो रिलायबल र डिसेन्ट ल्यापटप पाउन हो त्यसैले यो भिडियोमा हामीले तपाईहरुको लागि बेस्ट बजेट ल्यापटप्स अन्डर 80,000 लिएर आएका छौँ द फर्स्टमा चाहिँ हामीसँग छ Lenovo IdeaPad Slim 3 यो चाहिँ 2025 को मोडल हो यो ल्यापटपमा तपाईहरुले पाउनुहुन्छ AMD Ryzen 5 U प्रोसेसर र सँगै पाउनुहुन्छ AMD के इन्टिग्रेटेड ग्राफिक्स यो ल्यापटप भनेको चाहिँ डेली मल्टिटास्किङ अफिसको काम अथवा घर बसेर सिम्पल इन्टरटेनमेन्टको लागि एकदम नै बबाल चोइस हो अब यसको मेमोरीको कुरा गर्दाखेरि यसमा पाउनुहुन्छ 8GB DDR5 र्याम र स्टोरेज चाहिँ 512GB को पाउनुहुन्छ यो ल्यापटप चाहिँ तपाईले आर्टिक ग्रेइश कलरमा पाउनुहुन्छ र यसको डिस्प्ले चाहिँ 15.6 इन्चको फुल एचडी आइपीएस स्क्रिन पाउनुहुन्छ अब यो ल्यापटपको ब्याट्री चाहिँ 47 वाटको छ र यो ल्यापटप प्रिटी लाइट वेटै छ अब यो ल्यापटपमा कनेक्टिभिटीको अप्सन्सहरु हेर्दा चाहिँ यसमा दुईटा यूएसबी छ एउटा टाइप सी छ एउटा एचडीएमआई छ एउटा अडियो ज्याक छ र एउटा कार्ड रिडर पाउनुहुन्छ अब यो ल्यापटपको प्राइस चाहिँ मात्रै 64,000 हो ओभरअल हेर्दा अन्डर 65,000 मा Lenovo IdeaPad Slim 3 पाउनु भनेको त एकदम नै डिले हो यो ल्यापटप चाहिँ तपाईको डेली युजको लागि एकदम नै रिलायबल र पोर्टेबल ल्यापटप हो हामीसँग सेकेन्डमा छ Dell Vostro 15 यो ल्यापटपमा चाहिँ 13 Gen Intel Core i5 U प्रोसेसर पाउनुहुन्छ जुन चाहिँ मल्टिटास्किङ बिजनेस युज अथवा स्टडीजको लागि एकदम नै स्ट्रङ चोइस हो यसको मेमोरीमा चाहिँ 8GB को DDR4 र्याम र स्टोरेज चाहिँ 512GB को पाउनुहुन्छ यो ल्यापटपको डिस्प्लेको कुरा गर्दा यसमा पनि 15.6 इन्चको फुल एचडी आइपीएस स्क्रिन पाउनुहुन्छ विथ एन्टी ग्लेयर कोटिङ जुनले चाहिँ लामो समयसम्म नि सजिलै युज गर्न सक्नुहुन्छ अब यसको कनेक्टिभिटी तर्फ लाग्दा यसमा चाहिँ दुईटा यूएसबी एउटा टाइप सी एउटा अडियो ज्याक र एउटा एचडीएमआई पोर्ट छ अब यो ल्यापटपको ब्याट्री चाहिँ 41 वाटको छ र यसको वेट चाहिँ मात्रै 1.65 किलोजको छ जुन चाहिँ एकदम लाइट वेट र ट्राभल फ्रेन्डली ल्यापटप हो यो ल्यापटपको प्राइस चाहिँ मात्रै 76,000 हो ओभरअल हेर्दा अन्डर 76,000 मा डेल भोस्टो ल्यापटपले चाहिँ एकदम ब्यालेन्स पर्फर्मेन्स दिन्छ तपाईलाई प्रोफेसनल लुक दिन्छ र बिजनेसको लागि त एकदम नै स्ट्रङ चोइस हो थर्डमा छ हामीसँग डेल इन्स्पिरोन 14 यो ल्यापटपमा चाहिँ इन्टेल कोर i5 U प्रोसेसर युज भएको छ जुन चाहिँ मल्टिटास्किङ र प्रोडक्टिभिटीको लागि अति नै पावरफुल छ यसमा चाहिँ 8GB को र्याम छ र 512GB को स्टोरेज पाउनुहुन्छ यो ल्यापटपमा चाहिँ 14 इन्चको डिस्प्ले छ र एन्टी ग्लेयर प्यानल छ अब अरु फिचर हेर्दाखेरि यो ल्यापटपमा चाहिँ ब्याकलिट किबोर्ड छ जसले गर्दा तपाईले राति पनि आफ्नो काम सजिलै गर्न सक्नुहुन्छ यो ल्यापटपको कनेक्टिभिटीको कुरा गर्दा चाहिँ यसमा दुईटा यूएसबी एउटा टाइप सी एउटा एचडीएमआई अडियो ज्याक र एउटा कार्ड रिडरको पोर्ट छ यो ल्यापटपको ब्याट्री चाहिँ 54 वाटको छ र यसको वेट चाहिँ मात्रै 1.44 kg को छ जुन चाहिँ एकदम सानो र चिटिक्क परेको ल्यापटप हो यसको प्राइस चाहिँ 77,000 मात्रै हो अब तपाईहरु प्रिमियम पोर्टेबल ल्यापटपको खोजमा हुनुहुन्छ भने चाहिँ गो फर डेल इन्स्पिरोन 14 हाम्रो फोर्थ नम्बरमा छ Asus VivoBook Go यो ल्यापटपमा चाहिँ AMD Ryzen 5 U प्रोसेसर अनि सँगै AMD के इन्टिग्रेटेड ग्राफिक्स पनि पाउनुहुन्छ यो ल्यापटप चाहिँ स्टुडेन्ट्सहरुको लागि पर्फेक्ट नै ल्यापटप हो यसमा तपाईले कोर्स वर्क गर्न प्रेजेन्टेसन बनाउन अर प्रोजेक्ट वर्क गर्न एकदम नै सजिलो हुन्छ यसमा चाहिँ 8GB को DDR5 र्याम र 512GB को स्टोरेज पाउनुहुन्छ र यो ल्यापटपको डिस्प्ले चाहिँ 14 इन्चको फुल एचडी आइपीएस प्यानल विथ एन्टी ग्लेयर कोटिङ पाउनुहुन्छ यसको मेन फिचरमा चाहिँ यसको म्याजिक नम्प्याड पर्छ जुन चाहिँ अहिलेसम्मको ल्यापटप मध्ये एकदम हेल्पफुल र युनिक फिचर पनि हो यो ल्यापटपले पनि कनेक्टिभिटीलाई फुल्ली सपोर्ट गरेको छ यसमा चाहिँ दुईटा यूएसबी एउटा टाइप सी एउटा अडियो ज्याक र एउटा एचडीएमआई को पोर्ट छ अब ब्याट्रीको कुरा गर्दाखेरि चाहिँ यो ल्यापटपमा 42 वाटको ब्याट्री छ र यसको वेट चाहिँ मात्रै 1.38 किलो छ यो ल्यापटपको प्राइस चाहिँ मात्रै 73,000 हो तपाईहरु स्टुडेन्ट हो र तपाईहरुले एउटा राम्रो र लाइट वेट ल्यापटपको खोजमा हुनुहुन्छ भने यो ल्यापटप इज द बेस्ट चोइस फर यु हाम्रो फिफ्थ र लास्ट अप्सनमा चाहिँ छ हामीसँग Acer Aspire Lite 16 यो ल्यापटपमा चाहिँ 13 Gen Intel Core i5 U प्रोसेसर पाउनुहुन्छ र ग्राफिक्समा चाहिँ Intel को USD ग्राफिक्स पाउनुहुन्छ यो ल्यापटप चाहिँ बिजनेसको लागि होस् स्टुडेन्टको लागि होस् या मल्टिटास्किङको लागि होस् अति नै बबाल छ अब यसको मेमोरीको कुरा गर्दा यसमा तपाईले 16GB को DDR5 र्याम र 512GB को स्टोरेज पाउनुहुन्छ
यसमा चाहिँ ठुलो 16 इन्चको 2.8K IPS प्यानल छ जुनले चाहिँ मल्टिटास्कर्सहरुको लागि एक्स्ट्रा स्क्रिन स्पेसै दिएको छ। कनेक्टिभिटीमा नि यो ल्यापटपले फुल अप्सन दिएको छ। यसमा तपाईले 3टा USB, एउटा टाइप सी, एउटा अडियो ज्याक, एउटा HDMI र एउटा माइक्रो SD कार्ड रिडर पाउनुहुन्छ। यसको ब्याट्री चाहिँ 57.5 वाटको छ र यसको वेट चाहिँ 1.7 kg को छ। यो ल्यापटपको प्राइस चाहिँ मात्रै 74,000 हो। अन्डर 75,000 को बजेटमा एसर एस्पायर लाइट 16 चाहिँ ठुलो डिस्प्ले र पर्फर्मेन्सको लागि एकदम नै खतरा चोइस हो। सो यो थियो हाम्रो आइटिटीआईमा पाउने बेस्ट ल्यापटप रिकमेन्डेसन अन्डर 80,000। अब तपाईहरुले आफ्नो रिक्वायरमेन्ट हेरेर स्टडी, अफिस, पोर्टेबिलिटी या पर्फर्मेन्स अनुसार ल्यापटप सेलेक्ट गर्न सक्नुहुन्छ। यो सबै ल्यापटपको डिटेल्स चाहिँ हामीले डिस्क्रिप्सनमा दिएको छौं। तपाईहरुले अनलाइन अर्डर पनि गर्न सक्नुहुन्छ या फिजिकल स्टोर भिजिट गरेर पनि पर्चेज गर्न सक्नुहुन्छ। आजको भिडियो मध्ये तपाईहरुको फेभरेट ल्यापटप कुन थियो कमेन्ट गर्नु होला।